नमस्ते सम्पूर्णमा। अहिले चाहिँ मैले चाहिँ एउटा सानो पोडकास्ट टाइपको चाहिँ आफै ट्राई गरेको है घरमै। र के भन्छ यो चाहिँ पोडकास्ट चाहिँ कस्तो हुँदछ भनेर पनि अब हामीले जहिले पनि त्यो फोनहरूमा हेरिरहेको टिभीहरूमा हेरिरहेको नि त पोडकास्ट गर्दाखेरि। अनि आज चाहिँ मैले आफै नै चाहिँ पोडकास्ट ट्राई गर्नु आफू चाहिँ के भन्छ त्यसलाई क्वेसन सोध्ने के भन्छ त्यो गर्ने होस्ट भन्छ होइन होस्ट। अनि त्यसपछि मेरो दर्शक के अरे गेस्ट चाहिँ आफ्नै घरबाट आफ्नै भाइ छ है यहाँनिर। अनि भाइ अब त भन्दा नि तिमी भन्नुपर्छ, यो सामाजिक सञ्जालमा देखाउने त होइन। तिमीलाई चाहिँ यो के भन्छ यो मेरो यो पोडकास्टमा फर्स्ट गेस्ट। अनि के भन्छ तिमी आफै पनि फर्स्ट टाइममा यसरी आउँछ कस्तो लागेको छ त्यही पनि छैन। सो यो चाहिँ मेरो फर्स्ट टाइम हो। अनि के भन्ने भनेर अलिकति मैले प्रिपेयर गरेको छैन। सो एक्साइटेड हुँदैछु। यो चाहिँ मैले यस्तो अब म चाहिँ के भन्छ मैले चाहिँ हिजो बेला सोचिरहेको थिएँ। अनि पोडकास्ट यो पनि यो के भन्छ एउटा इन्फ्लुएन्सर नै हो नि त, एउटा भिडियोहरू बनाइरहेको हुन्छ। मैले के सोचेँ नि अब एउटा कम्बिनेसन टिकटकहरू कम्बिनेसन भयो भने त मान्छेले हेर्छ नि त भन्ने हिसाबले पनि मैले राति सोचिरहेको थिएँ। अनि यसलाई मैले भनेको थिइनँ क्या। म चाहिँ अघि टिकटकमा यसो लाइभ बसिरहेको थिएँ। अनि यो चाहिँ तल बारी गइरहेको थियो। अनि यसलाई मैले बोलाएँ, ओ यहाँ चाहिँ त भनेर बोलाएँ। त्यसपछि अनि एकैचोटि यस्तो भनेर यसलाई भनेको होइन। यो फेरि जे पनि गर्ने रेडी हुन्छ सामाजिक सञ्जालमा चाहिँ है। यसको पनि आफ्नै खालको एउटा यो के भन्छ सामाजिक सञ्जालमा आफ्नै खालको चाहिँ एउटा खतरा भिडियो बनाउँछ भाइले है। तर भाइको भ्युजहरू त्यति गएको छैन होइन। के भएर नगएको चाहिँ एउटा मात्रै भिडियोमा एकदम भाइरल भएन। एउटामा चाहिँ गयो। सो टाइम लाग्छ अभियसली होइन। अनि राम्रो कुराको लागि चाहिँ अभियसली टाइम लाग्छ। सो बिस्तारै गर्ने हो। लाइक भाइरल हुनुभन्दा पनि के कुरामा उठाइरहेछ आवाज भन्ने कुरा हो। अब त्यो कुराले अब मान्छेलाई कतिको मन छुन्छ भन्ने कुरा। भाइरल त बिस्तारै हुँदै जान्छ नि। यस्तो पनि हो भिडियोमा भाइरल भन्ने कुरा मान्छेले राम्रो कुराहरू हेर्दैन क्या। भिडियो कस्तो हुन्छ भने मान्छेले चाहिँ ओहो भन्ने कुरा। अब हाम्रो म्याक्सिमम् भिडियोहरू कस्तो चाहिँ सामाजिक सञ्जालमा भाइरल हुँदो रहेछ मैले यसो एउटा एनालाइज गरेको कि कस्तो खालको भिडियो भाइरल हुँदैछ भने नि जसले चाहिँ ल्याङफ्याङ जसले चाहिँ जस्तो नराम्रो कुराहरू गर्छ त्यस्तो कुराहरू चाहिँ भाइरल हुन्छ क्या। जस्तो हामीले चाहिँ एउटा मान्छेले समाजको निमित्त एउटा राम्रो कार्यक्रमहरू राम्रो चाहिँ नलेजहरू दिनु खोज्दाखेरि त्यो भिडियोहरू कम भाइरल हुन्छ क्या होइन। अनि भाइ चाहिँ एउटा सोसल इन्फ्लुएन्सर पनि हो, सामाजिक अभियन्ता पनि हो। भाइ मेन भनेको चाहिँ एनिमल लभर हो होइन। भाइले चाहिँ जस्तै कि मसँग हुँदाहुँदै दुईवटा कुकुरलाई चाहिँ उद्धार नै गरिसक्यो। अहिलेसम्म भाइले कतिवटा कुकुरलाई उद्धार गरिसक्यो? पर्सनल्ली त अब टन्ने नै गरिसक्यौँ होइन। तर घरमा चाहिँ ल्याएको अब दुईवटा हो। तर एउटाको चाहिँ अपरेसन गरेर खुट्टा नै उयो गर्नु पऱ्यो। त्यो चाहिँ अहिले जस्ट ठिकै छ। अनि अर्को चाहिँ ल्याएको थिएँ तर त्यो चाहिँ अलिक गाडी लानेर त्यो डेटै भयो। सो अरू बाहिर भएको त लाइक आफूले सक्दो गरिरहेछ। आउने जस्ट पर्सनल्ली नै गरिरहेछ। त्यसमा चाहिँ भाइले चाहिँ अहिलेसम्म के भन्छ भाइहरूको एउटा टिम नै छ नि त होइन। तिमीहरूको अर्को सुमन भाइ सुमन विकास भाइ भाइहरूको एउटा एक खालको टिम नै छ क्या। उनीहरूले चाहिँ एउटा डगहरू स्ट्रिट डगहरूलाई चाहिँ उपचार गर्छ होइन। जस्तै कि अब बाहिर हिँडेको डगहरूलाई चाहिँ एकचोटि त तिमीहरूले एउटा के भन्छ उयो पनि चलाएको होइन के भन्छ अभियान टिटनस हिलेमा भएको म्याक्सिमम् ऱ्याबिज कुकुरहरूलाई चाहिँ के भन्छ क्याम्पिङ टाइपकै गरेको। त्यसमा चाहिँ तिमीहरूले पर्सनल्ली गरेको कि कसैले सहयोग गरेको थियो कि के हो कहीँबाट? पर्सनल्ली गरेको किनकि हामीले अब लाइक मैले बाहिर हुँदै सोचेको थिएँ म एकताल गर्छु भनेर। अनि त्यसको लागि चाहिँ मैले पैसा जुटाएको थिएँ बाहिर हुँदै। अनि त्यही गरेर मैले पर्सनल्ली गरेको। तर यो चाहिँ गभर्मेन्टले गर्नुपर्ने हो किनकि अब अलिक डग लभर भएपछि त राम्रै गर्नुपर्छ भनेर चाहिँ जस्ट मान्छेहरूलाई हल्का नलेजको लागि जस्ट यस्तो पनि हुन्छ है भनेर को लागि चाहिँ गरेको थिएँ क्याम्पिङ। जस्ट त्यो चाहिँ राम्रै भयो। तर अब अर्को पालि पनि गर्ने भनेर सोचिरहेको छौँ। तर फन्डिङ चाहिँ अब सधैँ पर्सनल्ली त गर्नु सक्दैन। तर अब फन्डिङ चाहिँ जस्ट अर्कै पाराले जुटाउने भनेर सोध्छ यो पालि। हेरौँ के हुन्छ। जस भाइलाई चाहिँ यो डग लभर चाहिँ कहिलेदेखि र कहाँबाट एनिमल लभर तिमी कहिलेदेखि भएको? यस एनिमलहरू चाहिँ यस्तो होइन अब एउटा तिमीले चाहिँ कहिलेदेखि चाहिँ यो यसको बारेमा सोच्यौ त एनिमल लभरको बारेमा? यो त पहिलाबाट बच्चैदेखि हो। तर आफै त
पहिलाबाटै त देखेर होला सायद, अरू भन्दा पनि कुकुर चाहिँ अलिक धेरै मनपर्छ, त्यही भएर पनि होला सायद। तिमी विदेश पनि गयो, विदेश गएर चाहिँ तिमीले कुकुरहरूलाई चाहिँ उद्धार गरेको एनिमलहरूलाई विदेशमा कस्तो त्यता त कुकुरै हुँदैन, सबै म्यानेजमेन्ट हुन्छ, बिरालोहरू पनि सबै कस्तो एउटा आइडेन्टिटी बनाएर कुकुर कसको भनेर पुरै ओनरको नामहरू सबै कुकुरको लागि नै उयो गरेको हुन्छ, त्यसरी बाटोमा छोड्नु मिल्दैन। सो त्यहाँ त पुरै म्यानेजमेन्ट हुन्छ। तिमीलाई चाहिँ त्यो विदेश र हाम्रो देशमा चाहिँ फरक के देख्यो डगहरूको एनिमल्सको बारेमा? एनिमल राइट चाहिँ कतिको छ विदेशमा र नेपालमा, के कति फरक छ? अब ह्युमन राइटै छैन, एनिमल राइट अब के कुरा गर्नु, जस्ट छैन, म्यानेजमेन्ट नै छैन भनौँ न, म्यानेजै गर्नु सकेको छैन। तिमी चाहिँ यसलाई यो बारेमा चाहिँ के भन्न चाहन्छौ कि अब सरकारहरूलाई होइन के भन्न चाहन्छौ? एनिमल राइटहरू, अब ह्युमन राइटहरू भन्ने त अहिले ह्युमन राइट त नेपालमा हराउँदै गयो। ह्युमन राइट चाहिँ एकदम स्ट्रिक्ट भनेको चाहिँ सायद युकेमै होला होइन, त्यसपछि अरू ठाउँमा छँदैछ, नेपालमा त अलिक कमै छ। अनि तिमीले चाहिँ यो डगहरूको बारेमा चाहिँ अध्ययनै गरेको कि पढेकै हो कि? त्यस्तो त होइन, जस क्युरियोसिटी हुन्छ एउटा, आफूलाई मन परेको चिजमा त नलेज त्यत्तिकै आउँछ क्या, त्यही कुरा इन्भल्भ भएपछि त। तिम्रो साथीहरूले चाहिँ पढेको होइन सबैले? अरूले चाहिँ पढेको भेटनरी नै पढेको, जस तिनीहरू पनि हाम्रो एजको छ, त्यही भएर। अनि तिम्रो मेन एम्स चाहिँ के हो जीवनमा, लक्ष्य के हो? एम्स त्यस्तो छैन, तर जस जहाँ भए पनि अलिकति आफ्नो ठाउँलाई कसरी सुधार्ने भन्ने कुरा हो, त्यसमै लागि पर्ने हो। अब एम भन्यो भने त एउटा मात्रै हुन्छ, एउटाले गर्दा फेरि अरू बिग्रिन्छ, त्यही भएर त्यस्तो छैन एम। के भन्छ अनि तिमीले चाहिँ यो देशमा होइन, यो ठाउँमा, हाम्रो ठाउँमा, यो हाम्रो देशमा युवाहरूको भविष्य कतिको चाहिँ उज्जवल देखिँदैछौ? युवाहरूलाई चाहिँ के गर्दाखेरि चाहिँ युवाहरू देशमै बस्ने भन्ने कुरा चाहिँ हुन्छ जस्तो लाग्छ तिमीलाई? अब त्यसको लागि त अब अपर्च्युनिटी अब त्यो भएको, तर अब त्योभन्दा अगाडि स्किल सिकाइदियो भने चाहिँ सायद आफै गरी खान्छ भन्ने कुरा हो। अब स्किल कोहीसँग नि छैन, अनि त्यो पैसा लाइक के गर्ने भनेर त उयो नै आइडिया नै छैन। स्किल भएपछि त जस्ट थाहा हुन्छ आफूलाई यो चाहिँ गर्नु सक्छु भनेर कन्फिडेन्ट आउँछ, स्किल नै नभएपछि कन्फिडेन्ट हुँदैन। सो स्किल चाहिँ डेभलप गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। स्किल्स चाहिँ डेभलप हुनै पऱ्यो होइन त्यो हुनुपर्छ युवाहरूमा। हामी यस्तो पनि छ नि त, युवाहरू के छ भन्दाखेरि, युवाहरू कस्तो छ भन्दाखेरि हामीलाई अहिले फल रोप्यो भने भोलि चाहिँ आज हामीले चाहिँ बिरुवा रोप्यो भने भोलि हामीलाई फल चाहिन्छ क्या होइन, त्यो खालको छ नि त। हामीमा प्यासेन्स भन्ने चिजहरू हुँदैन नि त। हाम्रो के भन्छ बाबुबाजेहरूले अझै पनि हामीले भन्छ क्या, हामी परिपक्व भन्ने चिजहरू चाहिँ हुँदैन। परिपक्व हुनुलाई चाहिँ जस होइन एउटा एक खालको 40-50 नै क्रस गर्नुपर्ने हुन्छ होइन। अहिलेको हाम्रो उमेरको साथीहरूलाई तिमी के भन्न चाहन्छौ युवाहरूलाई? जस केही चिजमा इन्भल्भ हुनुपर्छ, त्यत्तिकै बस्नु हुँदैन, किनकि त्यत्तिकै बसेपछि अब अभियसली नेगेटिभ जस्ट थटहरू आउँछ, त्यही भएर नेगेटिभहरू चिज हुन्छ। केही न केही गर्नुपर्छ, अब यताउता गरि नै राख्नुपर्छ। त्यही भएर चाहिँ आफूलाई अलिक एक्टिभ हुन्छ, आफूलाई मोटिभेट हुन्छ, त्यो केही न केही चाहिँ गर्नुपर्छ। ल एकछिन यसलाई कटौँ त फोनले त कस्तो भयो, तर यहाँ अफ भयो जस्तो लाग्दै थियो भने होइन रहेछ।